कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे वरमौक्तिकं करतले वेणुकरे कङ्गणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली कोपस्त्री परिवेष्टितो विद्यते गोपालचूडामणि। जय श्री राधेश्याम। पण्डित चूडामणि न्युपाने युट्युब च्यानललाई हेरेर बस्नुहुने तमाम भगत भक्तवृन्दहरूमा सदा चाहिँ आज पनि म श्रीमद् भागवतका केही चर्चाहरूलाई लिएर आइसकेको छु। जुन सुखदेवजी महाराजले राजा परीक्षितलाई यिनै दिव्य कथाहरू श्रवण गराउनुहुँदैछ र पञ्चम स्कन्धको भरत चरित्र हामीहरू श्रवण गरिरहेका छौँ। र सुखदेवजी महाराज भन्नुहुन्छ राजा परीक्षितलाई, राजन अथ कस्यचित् द्विजवरस्याङ्गिर प्रवरस्य समदम त्वप स्वाध्याय ध्येन त्याग सन्तोष तितिक्षा प्रश्रय विद्या न सुयात्मज्ञान नन्दयुक्त स्वात्मसदृश श्रुतशिलाचार रूपोदार्य गुण नवसोदर्य अंगद वौर्मिथुनम च यवियस्याम भार्यायाम। आंगिरस गोत्रीय ब्राह्मणको घरमा भरतजीको पुनः जन्म भयो। जो आंगिरस गोत्रका ब्राह्मण हुनुहुन्थ्यो, अत्यन्त ज्ञानी समदमले युक्त भएका ब्राह्मण हुनुहुन्थ्यो, तितिक्षावाला हुनुहुन्थ्यो र सधैँभरि भगवत कर्ममा निपुण ब्राह्मणको घरमा भरतजीको जन्म भयो। त्यो पनि कुन अवस्थामा भन्दाखेरि सदृशी सोदर्या अंगजा दुईटी पत्नीहरू थिए र कान्छी पत्नीबाट भरतजीको जन्म भयो। जेठी पत्नीबाट 9 जना छोराहरू पहिले नै हुनुहुन्थ्यो। आज भरतजी कान्छी पत्नीबाट भरतजीको जन्म भयो। जन्म भएपछि आज ब्राह्मणले विचार गर्नुभयो, घरमा छोरो जन्मिएको छ भनेर ती बालकलाई अत्यन्त स्नेहद्वारा पालन पोषण गर्न थाल्नुभयो। तर जन्मैदेखि भरतजी कस्तो हुनुभयो त भन्दाखेरि जन्मैदेखि भनेको जड जस्तो, कान पनि नसुन्ने, लाटो जस्तो, बहिरो जस्तो भएर बस्ने, नबोल्ने, यो अवस्थामा बस्नुभयो। र भरतजीका पिताले आज आंगिरस गोत्रका ती ब्राह्मणले भनेको भरतजीको उपनयन संस्कार गरिदिनु, यो भयो यज्ञोपवीत संस्कार गरिदिनु। कतै यज्ञोपवीत संस्कार गर्दाखेरि यसको बोली आउँछ कि ज्ञानी हुन्छ कि रोगहरू कटेर जान्छन् कि भनेर आज यज्ञोपवीत संस्कार गरिदिनु। गायत्री सुनाउनु भयो, वेदहरू पढाउनको लागि थाल्नुभयो। तर भरतजीले भनेको यी कर्मतिर ध्यान दिनु भएन। एवं स्वतनुजः आत्मन्यनुराग व्यथित चित्त, यो चित्तलाई मनलाई भरतजीले ती कर्मतिर लगाउनु भएन। शौचमा पनि भनेको हुनुहुन्न थियो, अध्ययन पनि गर्नुहुन्न थियो, व्रतमा पनि बस्नुहुन्न थियो, आनन्द एक चित्त भएर। भरतजी के चाहनुहुन्थ्यो भन्दाखेरि यो गायत्री जपेर हुँदैन, भगवानको नाम नारायण मात्रै जपियो भने यसैले पूर्णता हुन्छ भनेर भरतजी त्यतातिर लाग्नुभयो। समय बित्दै गयो, पिताजीलाई भनेको कष्ट भयो। एउटा छोरो, कान्छो छोरो, त्यो पनि भनेको लाटो जस्तो भएर, बहिरो जस्तो भएर बसेको छ, जन्मिएको छ। भरतजीका पितालाई चिन्ता भयो। चिन्ताकै कारणले एक दिन भरतजीका पिताको मृत्यु भयो। आज आंगिरस गोत्रका ब्राह्मणको मृत्यु भयो। आमाले पनि विचार गर्नुभयो कि यस्तो व्यक्तिसँग रहेर, यस्तो व्यक्तिको हेरचाह गरेर बसेर भोलि हुँदैन भनेर आमा पनि पतिसँगै सती भएर जानुभयो। अब भरतजी जेठी आमाको साथमा अर्थात् दाजुहरूको साथमा बस्न थाल्यो। कसैले बोलाउँदैनथे, कसैले बोलाइहाले भनेदेखि केही काम गर्नको लागि बोलाउँथे। र यो तरिकाले बस्दा बस्दै भरतजी जहाँ जसले काम लगायो, जे दियो खानको लागि, ती जानुहुन्थ्यो, काम गरिदिनुहुन्थ्यो। जस्तो भेटे पनि भरतजीले भनेको यो होइन, यो हुँदैन भनेर मान्नुहुन्न थियो। जे भेटिन्छ ती भेटेका कुराहरूलाई भनेको ग्रहण गर्नुहुन्थ्यो, लिनुहुन्थ्यो। शरीर चलाउनु त हो, शरीर चल्नु त हो यो भनेर भरतजी जस्तो पनि लिनुहुन्थ्यो। बहु मृष्टम कदनम वाव्य बहरती, चाहे काँचो होस्
चाहे डढेको होस्, चाहे मिठो नभएको होस्, स्वादविहीन होस्, ती कुराहरूलाई लिनुहुन्थ्यो। यो तरिकाले चलेको र दाजुहरूले पनि त्यही अनुरूप भनेको कार्यमा लगाउँदै जानुभयो। एक दिन खेतमा विरासनमा राखेर खेतको रक्षा गर्नको लागि भनेर राखेका थिए। त्यही दिन एउटा वृषल राजले उसले भद्रकालीसँग सन्तानको याचना गरेको थियो। यदि सन्तान हजुरले प्रदान गर्नुभयो भने म नरबलि दिन्छु भनेर उसले भनेको थियो। र नभन्दै उसको घरमा सन्तान भयो र त्यो वृषल राजले भनेको नरबलिको लागि भनेर एउटा पशुलाई नरलाई लिएर आएको थियो। कारणवश त्यो नर भागो या कहीँ हरायो। उसले आफ्ना सैनिकहरूलाई जाऊ गएर खोजेर लिएर आओ भनेर पठाएको थियो। उनीहरूले आएर भरतजीलाई भेटे। खेतमा रात्रिको समयमा भेटे। भरतजीलाई उठाएर लिएर गए, लगेर स्नान गराए, भोजन गराए अनि त्यहाँदेखि लगेर देवीको अगाडि लगेर राखिदिए। अथ प्रणयस्तम स्वविधिना अभिषिच्या हतेनः वाससचाचाद्य भूषणालेपन। वस्त्रहरू लगाइदिए, भोजन गराए, सुन्दर बनाए, लगेर देवीको अगाडि लगेर भद्रकालीको अगाडि लगेर उपस्थित गराए। र एउटा व्यक्तिले खड्ग लिएर भरतजीलाई मार्न भनेर लागेको थियो। त्यति बेला भद्रकाली देवीले विचार गर्नुभयो, भगवानको भक्त, अनन्य भक्त आज मेरो अगाडि आएर यो अवस्थामा बसेको छ, अभिचार यज्ञमा परेको छ, त्यसकारणले यसलाई राख्नु हुँदैन भनेर आज भद्रकाली माता मूर्तिबाट प्राकट्य हुनुभयो। मूर्तिलाई फोरेर निस्किनुभयो र जति रहेका ती वृषलहरू थिए तिनीहरूलाई सबैलाई समाप्त गरिदिनु भयो। भरतजीलाई बचाउ। पुनः आफू मूर्तिमा गएर समाहित हुनुभयो। भरतजीले केही क्षण पछाडि देख्नुभयो। देख्दाखेरि त भनेको कोही पनि छैन आफ्नो अगाडि। भरतजी त्यहाँबाट पनि निस्किनुभयो। निस्केर वनको छेउमा गएर एउटा वनमा गएर तपस्या गर्दै बस्नु लाग्नुभयो। सुखदेवजी महाराज राजा परीक्षितलाई भन्नुहुन्छ, एवमेव खलु महदविचारातिः क्रम कास्विनात्मने फलतिः। जसले अविचार कर्म गर्दछ भने त्यो अविचारको फल आफैलाई लाग्दछ। आज त्यो वृषल राजले अविचार कर्म गरेको कारणले गर्दाखेरि भगवतीले पनि त्यो सहन सक्नु भएन र अविचारको कारणले गर्दाखेरि उसैको मृत्यु भयो। भरतजी त्यहाँबाट जानुभयो। गएर वनमा बसेर भगवानको तपस्या गरेर भगवानमा निहित भएर बस्नु थाल्नुभयो। तत्पाद मूल मकुतस्थित यमुपश्रितानां भागवत परहंसानां परम भागवत भएर भक्ति गर्नको लागि लाग्नुभयो। सुखदेवजी महाराज राजा परीक्षितलाई भन्नुहुन्छ, यसरी आज त्यो वृषलपतिबाट, वृषल राजबाट पनि भरतजी त्यहाँबाट पनि निस्किनु भयो र वनमा गएर तपस्या गर्न लाग्नुभयो। सुखदेवजी महाराजले राजा परीक्षितलाई यिनै कथाहरू यहाँनिर श्रवण गराउनु भएको छ र हामीले पनि बसेर आज भागवतको चर्चा गर्ने क्रममा यिनै कथाहरू श्रवण गरिरहेका छौँ र हजुरहरूले पनि पण्डित चूडामणि न्युपाने युट्युब च्यानलबाट यही कथा श्रवण गर्नुहुँदैछ र भोलिका दिनमा, पर्सिका दिनमा अगाडिका कथाहरू पनि हामी अवश्य श्रवण गर्नेछौँ भन्दै हजुरहरूबाट बिदा चाहन्छु। जय श्री राधे।